र हाम्रो यो सुनकोशी 2 नम्बरमा धेरै पछि लगभग 5-6 महिना पछाडि बाटो मर्मत हुँदैछ, सरसफाइको कार्यक्रम है। यो सुनकोशीको महाभारत लेखको छेउमा ह्याङ लेखेर सुनकोशीको सिमानामा छ है हामी। हाम्रो यो दसैँ र तिहारको बिचमा क्षति भएको बाटो यस्तो अवस्था छ। बाटो पुरै छिन्याएको थियो, यहाँ गोरुले कोपी गर्न यो ठाउँमा पुर्याएको छ है। ल हिमालहरू पनि राम्रो आज एकदम उज्यालो भई देखिरहेको छ। आज हामी यहाँदेखि हामी उता दोबनडाँडाको कृष्ण मन्दिर भन्नेको ठाउँसम्म पुगिन्छ आज। हाम्रो मान्यज्यूलाई धेरैचोटि ज्यू गर्दा 6 महिना पछाडि होइन, हाम्रो ठाउँमा मात्रै हो कि यो सबै ठाउँ यस्तो हो। जति ज्यू गर्दा पनि हाम्रो 6 महिना पछाडि बाटो ओपन हुँदैछ। 6 महिना भयो यो बाटो बिग्रेको। हाम्रो चाहिँ माहे सङ्क्रान्तिको कार्यक्रम यो पुसको 29 गते कार्यक्रम हुँदैछ। यो पुसको 29 गते कार्यक्रम हुने क्रममा यो बाटो मर्मत गर्नु पर्यो भनेर हामीले गाउँपालिकामा गएर माग गर्दा बल्ल दिएको है। यो चाहिँ होइन, यो मान्यज्यूहरूलाई हामीले ज्यू गर्नु पनि हामीले मात्रै हो कि सबै ठाउँमा त्यस्तो छ हजुर। हो ल सिन्धुली, काप्रे, रामेछाप पुरै देखेको छु है। यो दोबनडाँडा भयो, पल्लो शिकरपुर, अझै पल्लो डाँडा चाहिँ तिमाल, त्योभन्दा पल्लो रामेछाप। ल हेर्नुहोस्, हाम्रो गुरु चाहिँ पहिला नै आइबस्थे पाउनु चाहिँ। अहिले 12 बज्न लाग्यो, तर खाना पनि खाएको छैन है। खाना नखाइकन नै हामी काम गरिरहेको छु। भोलि हाम्रो पर्सि कार्यक्रमको लागि भोलि सामान आउँदैछ, त्यही कारणले आज हामी यहाँ बाटो मर्मत खाना नखाइकन बाटो मर्मत गर्दैछौँ है साथी हो।